हामी सबैसँग सपना हुन्छ। कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर, कोही ठुला व्यवसायी त कोही राम्रो मान्छे। तर प्रश्न के हो भने, के तपाईँ ती सपना पूरा गर्नका लागि काम गर्दै हुनुहुन्छ कि खाली सोच्दै बसिरहनु भएको छ? सपना देख्नु नराम्रो होइन, सपना नै हो जसले हामीलाई अघि बढ्न प्रेरणा दिन्छ। तर सपना देखेर मात्र सफल हुँदैन। सपना साकार पार्नका लागि काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ। कसैले राम्रो नतिजा ल्याउँछ, कसैले राम्रो व्यापार गर्छ, कसैले नयाँ कुरा सिक्छ। तिनीहरूले किन सके? किनभने उनीहरूले केवल सपना देखेनन्, उनीहरूले काम गरे, सुरु गरे र निरन्तर गरे। समय कसैका लागि रोकिन्न। हामीले भोलिदेखि गर्छु भनेर बसिरहँदा अरूले आजै सुरु गर्छन् र उनीहरू नै सफल हुन्छन्। एक दिन भन्ने सोच हटाउँ, आजै सुरु गरौँ। सुरु गर्न ठुलो कुरा चाहिँदैन। मोबाइलबाट केही सिक्न सकिन्छ, सानो लगानीबाट व्यवसाय गर्न सकिन्छ, 1 घन्टा पढ्न थाल्न सकिन्छ। हामीलाई चाहिएको कुरा हो नयाँ सुरुवात गर्ने हिम्मत। हो, सुरुमा गाह्रो हुन्छ, विफलता पनि आउँछ, तर याद राख्नुहोस्, सफल मान्छेहरू पनि धेरै पटक असफल भएका हुन्छन्। तर उनीहरूले हार मानेनन्। सपना पूरा गर्नका लागि सानो सानो पाइला चाल्नुहोस्। आज 1 घन्टा काम गर्नुहोस्, भोलि 2 घन्टा। त्यसपछि हरेक दिन यही सानो प्रयासले ठुलो सफलता ल्याउँछ। अब निर्णय तपाईँको हातमा छ। केवल सपना देख्ने कि त्यसलाई पूरा गर्ने। अब सोच्ने होइन, काम गर्ने समय हो। यदि तपाईँले पनि केही गर्न चाहनुहुन्छ भने आजै सुरु गर्नुहोस्। सानो बाटो होस्, तर अगाडि बढ्नुपर्छ। भिडियो मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। रोका टिच वान च्यानलमा हामी यस्तै प्रेरणादायी ज्ञानवर्धक भिडियोहरू लिएर आइरहन्छौँ। भिडियो पुरा हेर्नुभएकोमा धन्यवाद।